हेलो कान्छा हो हजुर राम राम हजुर हो ढोकर है राम राम भनौँ जय मसी हुना मन तरो पनि बेटी के हुने हो उडो पनि बेटी के हुने हो राम राम भन्न चाहन्छु पहिले हजुरलाई राम राम भने मैले अब हजुरले सुनेन होला तरो ना ढोको दिया बना आराम है आराम है जो निकाल लाम ने मिलने सब ना एकदम बड़ा है हजुर आशीर्वादले हजुर अरे परवाला कृपा भाई हाम्रो क्या कृपा निकाय छौ भयो नगर पञ्चायत छ चल्दैछु दाइ मैले फेरि फोन आएन फर्काएन कि अरे फर्काउने जरो भयो नि यहाँ रात प्रार्थना भएर प्रार्थनामा लाग्यो वहाँ चाहिँ दिनैदेखि आज प्रात एउटै बजारमा जायो फर्काउनु भन्न याद भएन त्यस्तो त फर्काइहाल्यो म फोन दे तब याद भएन तपाईँ और बच्चा बच्ची चेला चेली सब बाउजू तुम निकाय जाओ सब निकाय भाइ आज त खाए जब तैँले के हो कर आज त खाए बेटी तेरी मात्र याद आउँछ नदी मको है भेट पढ्ने नि दाइ तुलो डरमा मुलो डरमा ढलीमा माझ खाएपछि कि तेरी आवाज तेरी याद मात्र आउँछ तपाईँ म दिल्ल खाए थिएँ मैले मेरा दाइ बाजी एउटा फोन भने ल्याउठाएन आज बिन्दास हाम्रो आइतबारको दिन लाग्यो बिन्दास हल्का टेन्सन एउटा दाइकोमा चाहिँ के सुनेको बच्चा म के सुनेको सुनेको अलि सम्झना भनौँ दाइ सब ठिक छैन भाइ सब ठिक छैन समुद्र राम्रो हो त्यसरी सम्झ्यो भने धेरै धेरै धन्यवाद भाइलाई म त धेरै समुद्रको लिनु दिनु कारोबार कमाउनु कमाउनु जसोका भाग्यमा तर आफ्ना भनेपछि म सबैजना ठुलो कुरा डरमा ढोइमा आउँछ के तँलाई के ढाँडकालाई मान्ने ढाँडकाले त अब लिहाल्यो ढाँडका नम्बर लग्यो ब्ल्याक गरे फेसबुक ब्ल्याक गरेर ध्यान नआउने यस्ता घमण्ड गरेको भाइ अब के भनौँ अब हुन त हजुरसँग त्यस्ता कुरा मैले अझ दाजु तँलाई 15-10 मिनटको टाइम खाली भएपछि दोस्रो म कुरा भन्न सुन्दिए अब कसरी भन्ने कि डरमा अरू मिठो म कसैले मान्दैन आउनु पैसा होला पाखडा होला फोन ताकेर जसलाई ल्याएको मेरो के न घन्टा साथ दिनु भयो तर के दाइ डरमाको बाजी लुखा भए पनि लफङ्गा भए पनि रन्डी बाजी भयो दोस्रो भयो के तोला मानेको मेरो हृदयमा के सेराबाउका चेला ढाँडला मानेको मिले बेली बरती है भेनी पढ्न भन्ने अब अहिले कहिले 4 मास लुना झाडा घाँट गिन्ने हो तामानी यता उति दुनियादारी गऱ्यो दाइजी म एकै भन्न छु म चाहिँ भागाको लाम्डा भएपछि भइगई तुमले हातमा 8 बार तिम्रो हजुर तिम्रो खिल्ली एउटा अन्छन् क्वेसन लागेको यसो गरेको भनेर हजुर खिल्ली एउटा अन्छन् त्यो खिल्ली एउटालाई मलाई मनबाट दिनु भयो तर जागामा होस् जागामा होस् हाम्रा देवदाले लडा झाडाले मुझे मोहल्ले घाट गिने तुमला खबर कसं नहीं आया बताओ मुझे गल दिया मुझे सोचते तुम्हारा दाई है तुम्हारा दाई मुझे तुम अपन तो होने में तो इन्हें मुझे डरनमा डोली मोहल्ले मला एक कहे मुझे म महिनाको 80,000 या 90,000 रुपियाँ तुरा खाने मुद्रा को तमिलनाडु छापे आऊँ इन मुझे मला खबर दिएन
जो म्हणजे 100-200 जना खाने उनलाई खबर दियो तमिलनाडु लली यही छ मुद्रा छ ललीको परेवाले लहरी ढली बिरी रमेश छोगे मेरो कुगा रगु सबै यही हुन ठाउँमा म लाल यही मुद्रा सबै छाप्या अथवा ढलीमा कोही मलाई छापे मानौ नमानोस् मलाई मतलब छन् तर यही मुद्रा सबै म छापे एक मलाई खबर कसरी दियो दाइ क्या थाहा भयो उनले अब चाहिँ म्हणजे घामेडा विरोधी पनि नै चाहियो त अब मेरो दाइ तोसँग बात अल्लो भन्दामा नै मैले धेरै पऱ्यो इनमुजी उनो म त थियो दाइ भने पढ्न नि दाजु विजय कुगा तेर्रे हो दोजो कुगा मेरे हो दोजो तेरो कुगा र मेरो कुगा एकै रोज म लेख्दो नजान्ने हुनाले मात्रै मलाई कमाउँछ मैले एकै तल माथि लेख्छु जनवरी इन्ट्रा कमेन्ट्रीमा इन्ट्रा फेसबुकमा इन्ट्रा लाइभ भिडियोमा कसमा कमेन्ट यस्ता प्रान्तीय मलाई थाहा उनले क्या रे हो उनले क्या रे दाइ तुवाले क्या रे ना उनले क्या रे मेरो लटा झाडामा भाग हटाइदियो मेरो लटाका झाडामा भाग हटाइदियो कसरी हटायो उनले क्या उनीहरू लटा देउता उनीहरू हो कि सबैको साथी हो उनले चाहिँ कसरी हटायो लालो भाग काट्यो हो क्या उनले पहिलाबाट लाल चट्ट काट्यो भनेबाट कसरी भन्ने क्या उनले म त त्यो दाइ भले त्यो अहिले तँ यहाँ सुन दाइ मेरो जेठो भाइ मेरो बाबु बराबरीको मान्छे मेरो सुनको साथी भनेर म त धेरै माया दाया मान्छे कहिले ठेटोमा म फोन खान दिन्छु अथवा तुमले नउठाइलेको तर लटाको झाडको यहाँ त यहाँ त दाजु यदि भाँडा ढोलीमा गयो कसरी न तुम्रो व्यक्ति गर्दो न मेरो व्यक्ति गर्दो होइन गुनासो तँ भाँडा ढोलीमा भन्नु तैँले ठिकै हो भाँडा ढोलीमा भन्नु तुमले ठिकै हो त्यो तैँले गुनासो त ठिकै हो अब गाडाढुङ्गा ढोली भनेबाट गुनासो जुन अरे गाडाढुङ्गा ढोली भनेबाट खाइबाट त्यो गुनासो जुन अरे भाइ त्यो अब कुरा अलग जालो अब म त तै भित्र केही पनि छैन भन अब देउताको घाँट त्यो मैले त्यागेको मान्छे हौ होइन यहाँ त सुन दाइ प्लिज त मलाई अहिले मैले खाएको छ प्लिज हाइट दुख्छ खाया बेला त्यो कुराको शब्द ननिकाल रौसी खाएर चाहिँ तैँले होइन भोलि पर्सि घरले कुरा घरको मैले खाएको छु अहिले तर अहिले मैले खाएको छु तपाईँको लागि आएम सरी त हजुरले मैले यतिसम्म खाएबाट नदी बारे समय तैँले यो ढोलीबाट लडा झाडोको देउखोर गौरीले म लैजानसँग कन्या गाना मरायो तँलाई थाहा छ त म त परदेशी थिएँ म त घरै थिएँ एक मेरो ठिका म त झिक्क भन्नु नि म त गरिब मान्छे तिनबाट टिकट कर्जा गाडीबाट मैले टिकट गाड्या कर्जा गाड्या भेजेर म डेढ चाहिन्छ भने तर नमगा देव दाइले के भने घर आउने मुजीले सबैले देखेको भने कमान तँलाई बनाउने यता दियो चलो ठिक छ सबैभन्दा हाम्रा गौरीलीमा भन्नुहुन्छ हाम्रा गौरीलीमा सबैभन्दा ठुलो धनी सेठ पैसावाला को थियो ध्वजकाले एक समोसालाई खिलाएन यही लडाका देउखरामा ध्वजालाई चढाएन ध्वजकाले एक समोसालाई कसैलाई खिलाएपछि म लालौ सलाम चुइदल 1100 कुलो खिलाएको 1100 बलेर किने कुलो खिलाया मुर्गा भात पुरी लाउन सबै हान्डा म लालौ त्यो तैँले राम्रो गरी त्यो यहाँ सुन कुरा यहाँ सुने लाल एक कुरा यहाँ सुन त्यो कुरा कहानी तैँले राम्रो गरी त्यो जो खिलाइ पिलाइ जो त्यो आफ्नो ठाउँमा छ त्यो यसो के मेरा मखलाई ध्वज भन्नेबाट कुरा जुन नलिए रौसी खाइबाट त्यो भने मुलाई रिस हुन्छ त्यो कुरा जुनले तेरो
तुईले नाउँ पड्या लायकको मान्छे पनि होइन हुन तँ आफै वर्णन गर्नु मेरा कुराको नाउँ पाड्ने मान्छे पनि होइन सुन अब तुईले मैले हाम्रा सबै कान्छाले तँ उनको नाउँ पाड्या लायकको मान्छे होइन होइन अथवा तुम्हारा अङ्कलको नाउँ पाड्या लायकको मान्छे म नै नाउँ कसरी पाड्दैला तँभन्दा जेडा हुने तँभन्दा कान्छो हो कि तँभन्दा जेडो हो कि मेरो अङ्कल हो हामीले तेरा बाबुको नाउँ पाड्योपट्टि तेरा बाबुको नाउँ तेरा कुराको नाउँ हामीले अहिले नाउँ पाडेको छौँ हाम्रो उनीहरू ठुला हुने नि त यार हाम्रोभन्दा जेठाको मान मर्यादा उनले नाउँबाट कसरी उनले नाउँबाट कसरी भयो तेरो केही बिगाडे भ्याउटी गलत भ्याउटी उनलाई गोफेमा तँ कुरा गर फोन गर उनलाई भन होइन के भने रे मलाई कि यसलाई सुनाउ रे यो उनलाई भन्नलो भनेर त्यसरी तुले रौजी खाएर आज फोनहरू आयो भने त्यो कुरा पनि बेग्लै छ होइन बेली आउँदा मैले तुम्हारा हजुरलाई मेरो नाम तुमलाई थाहा होला बेली गरेँ बेली त मैले के भने नहीं थाहा त होलो तर निकै रौजी खाएर आएर नचाहिने कुरा अब मसँग भन्न आज तँ अब लाडा भरानीके घाट लग्यो तँलाई खबर दियो तँलाई दिएन त्यो मलाई थाहा के छ मैले देउ छाडी देवता छाडी देवता छाडी त्यो सबै कुराहरू त्यागेर मैले क्रिस्चियनमा धर्ममा लिएर म त्यो देवता केही पनि चाहिएन तर यदि हो कि अब मेरा मगलाई तँ धोज भनेबाट कुरा गर्दा आज यार तँ भनेपछि हामीले नाउँपाट्या लायकका मान्छे होइन अहिले तँ जता भावी तँ जहाँसम्म पुगुन्छ भाइ जहाँसम्म पुग्यो भने पुरानो कुरा र पुरानो दुःख भुल्दैन गणेश कानाले तस्वरबाट नाउँपाडेबाट लेखीबाट सन्दासम्म फेसबुकमा हाल्यो के भने लेखबाट हालेर उनले पनि केही नचुस्यो तर अब कुमैको म मुखलाई होइन पुराना दुःख र पुरानो कुरा पुरानो उनले सहयोग गरेको हुने कुरा नभुलिए नि यार पुराना कुराहरू एकैछिन हजुरलाई म एउटा कुरा भनौँ एउटा कुरा पनि जुर्मनु तँ दुईटा कुरा पनि जुर्मनु होइन तँ अहिले जुर्मनु खाएको तैँले कुरा नगर तँ भोलो कुरा अरे मसँग न गणेश दाईको बाछीमा बोलेको न उही कुगा भोजका मेरो अरे एउटा कुरा भनौँ मेरो अङ्कल मेरो बा मेरो जेठो बा भइरहेको नि म नाउँले अहिले हात्ती जान्थ्यो खान्छु बा आउनाले नाउँले म के भन्ने होइन नहीं तँ अहिले कुरा जुन गर म भोलो कुरा गर्लो तँ के भन्न चाहन्न अझै म हरेक कुराको तेरा हरेक कुराको सामना गर्ने मान्छे हो म तेरा हरेक कुराको सामना गर्दो सक्दै बुझ्दो सक्दै मान्छे हो सामना सबै मुझेसँग म कसैसँग कुरा लिने भयो भने अहिले जस्तै दाजु एकै त तँ मेरो हृदयको मेरो एकदम दोस्त भने मेरो दाइ भने मेरो भाइ भने बचाउन खाए खिलेको तँ मेरो दाइ हो है होइन एकै भन्नु तँले उयो कुगा मेरो कुगा अङ्कल भनेर अङ्कल भन्दै कान्छो भयो भने धोज अङ्कलको नाउँ लिनमा अहिले अलिक खोजेर मैले जहाँ कुरा गरेँ नाउँ कसरी पाड्दैछ यार तँ कसो मान्छे हो यार तँ नाउँ कसरी पाड्दैछ तँ नाउँ कसरी पाड्दै तँ नाउँ तँ कसरी पाड्दै धोज अङ्कल भनेर तैँले कसरी भन तँसँगको हो कि तेरो कि 2 वर्षकी मात्र जेठा कान्छे हो कि अथवा ढाँडकाको नाउँ पाटेर ढाँडकाएर हामी एक दाउँ ल्याउँ उनको नाउँ पाटेसम्म चाहिँ अब धोजका भन्नेबाट तैँले भनिसक्यो भनेपछि उनको नाउँ तँ कसरी पाड्दा चाहिँ मैले त यार तँ अब बड्डा भएबाट पनादे तँ जस्तो नाति छैन उनीहरू तँ विचार गर हो म त्यो पनि थाहा छैन मेरा बाबुको नपाड मेरो अङ्कलको नपाड तँ तेरा बाबुको नाउँ पाड्यो तँलाई फरक केही न पड्यो अब तेरा जस्तो बा केही नि तँलाई फरक पड्दैन भयो केही नि तँलाई फरक पड्दैन भयो तेरा बा नाउँ पाड्यो फरक तँलाई केही पड्दैन भयो तर अहिले मेरा मगलाई नाउँ पाडेर कुरा जुन गरे बरु कुगा भन् हुड्क्या कुगा भन् बरु अरू कुरा भन् घेउटाइका बा भन् त्यसरी तैँले कोही न भएछ अरे अवताली भएको छ अरे द्वारा ताला लगाएर उगा चेला चेली केही न भएछ अरे धोजुका भन्नुपर्ने कुरा के चला तैँले औँडो ओरिजिनरी गल्ती भयो त्यो भोलो कुरा अरे मसँग अहिले जुन अहिले खाएबाट काट फोन कुरा अहिले जुनहरू मसँग भोलो हरियो कुरा अहिले तैँले खाएको भाइ म नखाने मान्छे हो होइन मैले तेरो कुरा मैले के मैले निकाइछन् कि बालबच्चा निकाइछन् सबतिर भयो भन्ने हिसाबले मैले फोन उठाएको हुँ तेरो मैले खा बजारे मन तँ भोलो उठाए फोन भोलो मगो दाजु मेरा आमाले छका छन् तेरा आमाले केसन बाउजू गर्छन् केसन काट फोन त्यो काट म अहिले कुरा गर्दैन होइन म अहिले कुरा गर्दैन त्यो फोन राख तँ काट फोन रे म भोलोहरुले कुरा गर्छु उयो धोजका नभन फुसुरमा तोसँग अहिलेसम्म आजबाटै मेरो प्राण जासम्म बात दिया मेरी इजा यसको पोयो जाऊ म तोसँग कहिले बात गर्ने पढा न रे के
हेलो दाजु सबैभन्दा त हजुरलाई नमस्कार होइन तँ पनि भागो म पनि भागे गौरेलीको अहिले तँले किस्टाने धराम बदलेन घमण्ड जुनक्सा मसँग होइन तँ पनि उसै एरियामा म पनि उसै एरियामा छु विजय विजय नागरी दाजु यो सबै तैँले आफै भनाइ पाए म भन्न चाहना पनि थिएन होइन म त आफ्नो स्थितिको हिसाबमा मेरो भाइ मेरो दाइ मेरो फ्यामिली होइन बहुत दिन भयो बातचित नगरे के छ कसो छ भन्ने हिसाबमा मैले बात गरेको थिएँ होइन तैँले आफै जड्केपट्टि अझ के भन्ने बेल त मैले रक्सी केही पनि खाँदिनँ आज खाएको छ होइन सरी आज मैले रक्सी खाएको छु बेले रक्सी के थिएन केही खाँदैन बोजू मलाई त मतलब थिएन अब तुम इसराले भने कि उहाँदेखि फोन लाउन है केस नगर बात दियो भने तैँले उठाइन् होइन म उठाएँ चेतनले तो जाँठा अर्काकी सोइनी अर्काकी घरबारी अर्काकी जन्मिया सबै माउगी बनाएबाट अहिले क्रिस्तानी का धर्म जाएगा मैले खूब सत्य मानना चाहिए तो लो ऐसे उसी एरिया से तेरा संपर्क भिडियो तेरा संपर्क कुरा तेरा संपर्क सबै त्यो म थाहा छ तर तँसँग बात नभए पनि कैका भित्र बसी कैकी सोनी लिई तैँले कैका घर मजा गरी कैका के गरी हम त्यो सबै थाहा छ तँ जाँडो मसँग के बकवास सरले अघि अरू के होइन दाजुभाइ हो होइन अब मैले फोन गरेँ ठिक छ कुराकानी भयो दाजु भेट्ने अब कुगा धोजो नाउँ लिन अब कुगा त हो अरे यार दाइको नाउँ कुगा नाउँ नले को नलिन्न होइन भनेर कुगा धोज भन्नामा डाइरेक्टमा त्यही माधुरी सोध यो सलो गाई चिक्वाको चेलो यो गानाको लागि तेरो हिम्मत आएको बेला मेरा कुगा धोजोको नाउँ लिन तेरो हिम्मत होइन तेरी माका लेन्ड गाँड मारौँ तेरो कुगा त्यो नेपालको राष्ट्रपति बेला प्रधानमन्त्री हो कि करोडपति खालो आफ्नो कमालो आफ्नो लागि कमालो आफ्नो लागि खालो आफ्नो लागि कमालो मेरो लागि कमाउने हो अरूको लागि कमाउनु तेरो लागि कमायो त्यस्ता मुजी गोरा मसँग गर्दै हुनुहुन्न के म अहिलेसम्म न त त्यो डाइरेक्टमा भन्नु नि म सबै दाजुभाइसँग कसैसँग रिस इबी लिन दिन कसैको कर्ज पर्ज म कसै आफ्नीमा चिनेसम्म मलाई केही सम्पर्क पनि छैन होइन तर रिस मलाई धेरै रिस मनाउँछ त्यो पनि थाहा छ अध्यापट्टि थियो दुन्जाल दाई यसै मुद्रास सरी केल्ला थियो रमेश दाई यसै मुद्रास थियो सबै यसै मुद्रास थियो केरला भयो इन्डिया भयो जहाँ भयो केलाई मेरो हेतुको मिल्ने मान्छे उनले धर्म क्रिस्चियन बदलो या पाकिस्तानी बदलो या हिन्दुस्तानी बदलो या नेपाली बदलो तर मेरो हेतुको मान्छे हुनाले उयो डाइरेक्टमा बाजिकामा फोन त्यो मदर इज्जत मैले पढ्न नै भनेर यहाँ अथवा यो कुरा मलाई के समस्या पर्दछ कि कसो भयो अहिले डाइरेक्टमा बाजले कुगा धोजोको नौपटामा मलाई बुझेर मान्यो तर रति जुनजाले घ्याउरेले गौरेलीका बिरमानाका दोकानमा
जुत्ता जसलाई चप्पल हालेर उता कहाँ गया थिला तो डाक्टरमा बाजी उता कहाँ गया थी उता हम मैले देऊ हामीले छाने उइलाई अहिले तेरा किगा ध्वज गर्न लिन्दिको तुले हाम्रो खोजेर मानी तेरा बा रति जुन जाले लगु घरले ध्वजले गौरले का बेरमाना दोकानलाई चप्पल हाने मेडा उता कहाँ दि तेरी जा चिकल लाते काई तो मदरे जदा हेलो विजय नागरी दाजु म हजुरको एकदम प्यारो भाइ सम्पर्क म विश्वासले भन्ने जसो अहिले जसै त जाठा त तेरिजा सिगल रे तुले आफ्नो स्थिति देखाले तू जसै धर्ममा गएलो कि तुले दुनियाँभरि नबनाले भन्ने अहिले म कत्रोलाई भने कुरा लाथे हैन मेरो दाइ हो मेरो भाइ हो सबै नै विश्वासिलो भनेपछि डाइरेक्टमा बाजीलाई मान्ने थिए म हैन तर अहिले तुले त्यो मुझे दौड़ डोले भने ते मेरा झाटका बालमा गया तेरी माँ का लंड डोडोले कौन सा अरबपति करोड़पति होला हैं गौरले को करोड़पति होलो तर म लालगा आगे मगाला कोई मुझकी के एकदम चल लेने बा समझ गए तू कुनै धर्म बदल कुनै स्थिति बदल तो मुझका हिसाबमा मैले धेरै कुरा सुन्याउ तो धर्म बदल तेरो घर लग वहीँलाई छ मेरो घर लग वहीँलाई छ तू मरे म चाहिने म मरे त चाहिने हैन तर अहिले जसा तो बाजी दाइले मसँग कुरा गरेन त्यही साउले मात्रै यो कुरा मैले भने भन्ने चाहना मन थिएन हैन तेरो कुगा ध्वज कतिसम्म होला ऊ कतिसम्म धन सम्पत्ति करोडपति अरबपति कतिसम्म चल्यो तेरो कुगा ध्वज गौरीलेको धनी होला हैन तेरा का दोस्त रे मो लाल ये तमिलनाडु का मो लाल तेरा का कर लग मतलब गौर लोगो सेट सेम टू सेम एक जाने हो तो मुझे ये फसाई वो फसाई तरह जगह की किन्नी न भन्ने कुरालाई जुन बना मेरा मुखबाट हैन मेरो भाइ हो मेरो दाइ हो आफन्त हेतको मिलेको मान्छे भनेर म तँलाई अब हृदय लागे आने कुरा भन्ने हुनाले अहिले त बगबास तेरा ध्वज के सलो तमिलनाडुको यहाँ इन्डिया कि सम्पूर्ण नेपालको इन्डियाको राष्ट्रपति हो गला तेरा ध्वज मेरा घर जुठो मेरा बचले खाया न जुठो थाली में खाइबाट जाने वाला तेरो का ध्वज मेरा भित्राइबाट एक मानो कोदेको एक मुठी कोदेको कोदे लैजाएबाट आफ्नो पेट पाले तिरोका ध्वज अहिले मेरो लागि तिरोका ध्वज राष्ट्रपति भयो दिन आएपछि लाज हुने हो भनेर रातका 9-10 बजे आएबाट हम मेरा बाजेले खायो ना जुठा भाँडा माझीबाट जुठो बच्या थियो ऊ जुठो लैजाएबाट आफ्ना चेला आफ्ना चेली आफ्नै छोरी खोने आउने तिरोका ध्वज त्यो मादरी चोत अहिले राष्ट्रपति भयो डाइरेक्ट मागो तर दाजु विजय नागरी ज्यू
तँ कृष्ण मागेको चाहिँ तैँले यसलाई दिए कृष्ण मागेको यस्तो हुन्छ उस्तो हुन्छ तर आफ्नो मिहिनेत आफ्नो अलगाए छैन भित्रै बसेर माग्यो भने तुई बाँच्यो है त्यो पनि म थाहा छ तँ मसँग बगवास गर्न रे मैले आज अब त केही होइन होइन मेरो डाइरेक्टमा बाजे दाइ भनेर मेरो फेभरेट हो मेरो साथी हो मेरो सङ्गीत हो जसो भइरहेको उहीलाई मैले दाजी भनेर अलि स्याम्पलका हिसाबमा अलि हल्लुको हिसाबमा मैले फोन गरेको थिएँ होइन या ऊ खाएको थियो या म खाएको थिएँ मैले त खाएको थिएँ भन न हो आइएम सरी मैले खाएको थिएँ डाइरेक्टमा त्यही मुजी बाजेले के भन्यो त्यो मुजी किस्तानी हो कि पाकिस्तानी हो त्यो पैदा गरेर होइन उसँग मैले घमण्ड तो मुझी अरकागी घरवारी डोली अरकागी रिंडी बाजी अरी अरखागा सोइनेगा भित्र बसेर बल्ल गारे अरी अपनी चेलीली अपनी इजालीबाट तो अहिले किस्तानमा गया छ तुम जिमसँग क्या बकवास ला डरेना बाजी म त आफ्नो दया भन भयो भने ठिक छ के कुरा जान्नु छ के कुरा भन्ने छ बुझिन्छ भन्ने साम मात्रै हो मैले अब त केही होइन भाइयो डाँडामा ढोलीमा हुन्छ नागरेमा हुन्छ इष्टमित्र जबैलो नाउ पालेबाट दुःख छैन भने लाऊ भाइयो अमरको बा हुन्छ खुगा दोष हुन्छ खुगा सरी के अरे घेउरताइमा हुन्छ जन्जालता हुन्छ ढाँटका हुन्छ भरतका हुन्छ होइन दुःख छैन भने तर यो डाइरेक्टमा बाजेले आज मेरा मुदनेको मुन्डामा चुइने कुरा गर्यो यो मुजी त्यो मुजी डाइरेक्टमा बाजे मेरा जोता तलेको लाग्ने भयो तने मैंने बड़े कमाया ना तो मैं एक बताऊँ सी तमिलनाडु में त्यो मुझे मुझे के बचेला त्यो मात्र सोत तसै भन्नाले म फुस्रो भ्यास लाउ डाटोमा ढोलीमा गरे आफ्ना परिवारको नेन त सबै दाजुभाइलाई थाहा छ मैले केही कुरा अथवा मैले खाइबाट नखाइबाट केही कहाँलाई तलमाथि भएला आइएम सरी होइन लडा झाडा बनायो ठेगो टुप्पा खाया भग्यो अरे दाना यताउति गरेर होला कोही बेला आफ्नो लागि अरे डरना बाजे के भन्नु छ नि कुगा दोसो ढोली भनेपछि ये तमिलनाडु इन्डिया एकका त्यो घन्टा एकका तमिलनाडुको इन्डियाको मैंने ऐसे बात बताई मैले डाइरेक्ट कुगा दोजोको नाउँले ल्याएको थिएन होइन कुगा भनेपछि भाइ बराबर अब कुगा भनेपछि नाउँ लिनमा सिम्पल हुन्छ अब अथवा कोही लोग दाजुभाइले फुसुरो भन या दुःख भन कुगा भनेपछि स्याम्पल हो होइन तर डाइरेक्टमा बाजी ढोलीले मसँग अहिले कसा यहाँ जवाब आनेको छ त्यो जवाब कहाँ पठाउने यत्रै माछाला उनो मुजी अर्का मुजना झन्नेबाट एक घाँस भात खानाले मसँग मेरो एकै म आउत्र भन्दै सबैलाई सरी मेरा भाइ खुद मेरा बाले जन्मायो भने मेरा भाइ बहिनी अडौसी पडौसी सबै इष्ट मित्र मेरा दाजु भाइलाई म के भन्न जानु तर आइएम लालसँग कसरी चल्दैन म त मिहिनेत गर्दै मान्छु त म चाहिँ करोडपतिलाई त म करोडपतिलाई नेपालका त म करोडपति होला आइएम इन्डिगो रपति आइएम लाल नागरी ओके तर डाइरेक्टमा बाजेले जस्तो आज मसँग कुरा गर्यो
त्यो जवाब म कुनै हाल्न फर्काउने हो मैले जहाँ जहाँ फर्काउन पर्ने उहाँ समय सुन्दारा फोन गरिसकेको छु तर जाना क्रिस्टानीमा बा त त्यो हिन्दूको त्यो मुझे क्रिस्टानी डर्नुमा बाजी किगा होना त हो ठिक छ चाइनामा किगा बढ्दैछ मेरा बा भन्ना भने कान्छै भाइ हो दोजका मेरो किगा हो हैन दोजका मेरा किगा नभले तुले यता तेरी मागालन्ड मारौ देउला म भने तेरा किगा हिता भने देउला तू पनि तराई चाहिँ मेरा अडोसी पडोसी चाहिँ तेरी पनि गाला माल्ला एम विजयनगरी यो मेरो यात्राका दोजोसँगको भन्न चाहिँ यात्राका देवसँग भन्न चाहिँ झन्झालीसँग घेउरे तेरा कगा जसन तू मुझे मेरा घन्टामा तू मुझे मेरा डाँडोमा बाजी भनेपछि मेरो जुत्तो समूह पनि छैन तर दाजु मैले धेरैचोटि हजुरलाई फोन गरेँ आज अत्र किन ल म त किन तू ध्वजो नाउँ लिएपछि तू खुजुर क्या सुध्न भन्ने ला तर अङ्कल हो सरी तर अङ्कल हो ध्वज भनेपछि तर अङ्कल हो ध्वज पछि तो लई और होना ढांडका भाईने होना मेरा भाई कृष्ण होना अमर होना शंकर ढोलिरो बाजी ढोलिरो दुनिया दरा मेरा तिए लौडा मेरा गएन दौडोली हैन म त ढोडोलीमा सम्पर्क छैन तर मलाई चान्स कसो भन्नेसी दौडोली कहीँमा खुसी भयो हो त्यो कुनसँग करोडपति अरबपति यो साला इन्डियाको निकै अरबपति सेडहरूका नाउँमा 15-20 कम्पनी चल्ला छिन् ल यही मद्रासा ये केरला ये मद्रासा इन्डियामा दौडलेका नाउँमा के कम्पनी चल्ला छन् यहाँ त्यो चाहिँ के थियो त्यहाँ चार चल्ला भन्छ ताकत होला छन् तति हो अदर के झट झडाउने नि हो अदर के बोल मेरा जब पासन मेरा जब मरे बड़े तिने छोड़े नहीं हाल लेता हूँ अदर के ध्यान मेरे क्या खोल गए तीनों मज गए सामा मलाई केही कमी छैन म पनि 16 करोडको मालिक भइसकेको छु मलाई केही चिन्ता छैन आई एम सरी दाजु विजय तर मसँग बात गरे हैन हजुरले जसो मसँग मेरो अङ्कलको नाउँ लिएर मलाई दुःख लागेन सुख लागेन यता भाडामा गए तर अङ्कलले तँ पनि भाडामा जाल्दै तर अङ्कल नि भाडा जाल्ला आई एम नट भेरी दाजु विजय तँलाई मैले धेरै आफ्नो हितको साथी भाइ दाइ जेसो भनेर मैले तँलाई म कहाँले आफ्नो दुःख सुख सेयर मलाई हजुरलाई गर्दै थिएन तर तँ अहिले आफ्ना ध्वजका हिसाबमा तेरो ध्वजका भने लौडामा गयो तँ पनि लौडा भने तेरो ध्वजका मेरो केही भङ्ग साड्ने नि बेला जसा तेरा ध्वजका वहाँ घर गराको शपथ नि उषा मेरा ये तमिलनाडुमा मेरा जुत्ता तल्तिर लगाएको थिएँ नि भयो त्यो पनि थाहा छ म तर मैले तँसँग त्यो कुरा गर्दा लागि फोन गरेको थिएँ आफ्नो दाजु भाइ हो होइन आफ्नो डुमडा हो एक गाउँको के छ कसो छ परिवार कसो छ बच्चामा के छ भन्ने हिसाबमा तँ मैले फोन गरेको थिएँ उल्टा गरे त्यहाँबाट कुरा तेरो गुगा ध्वज के तमिलनाडु के विश्वको के डन हो कि लाऊ यहाँ ये तमिलनाडु को यहाँ इंडिया हो तेरो गुगा त्यो ध्वज के अरबपति तेरा गुगा ध्वज का मुखलाई तेरा गुगा ध्वज का मुखलाई मेरा जुत्तासम्म की औकात पनि छैन तेरा गुगा ध्वज की
तोको जवाब मलाई दिए तामटा हेतु विजय विजय नागरी दाजु यो सबै तुले आफै भनाइ पाए म भन्न चाहना पनि थिएन होइन म त आफ्नो स्थितिको हिसाबमा मेरो भाइ मेरो दाइ मेरो फ्यामिली होइन बहुत दिन भयो बातचित नगरे के छ कसो छ भन्ने हिसाबमा मैले बात गरेको थिएँ होइन तुले आफै अझ के भन्ने बेली बेल त मैले रक्सी केही पनि खाएको थिइनँ आज खाएको छ होइन सरी आज मैले रक्सी खाएको छु बेली रक्सी के थिएन केही खाएको बोजू मलाई त मतलब थिएन अब तुम इसराले भने कि उहाँदेखि फोन लाउन है केसँग बात दियो भने तुले उठाइन् होइन म एउटा आए चेतनले तो जाँठा अर्काकी सोइनी अर्काकी घरबारी अर्काकी जन्मिया सबै माउगी बनाएबाट अहिले क्रिस्तानी का धर्ममा जाँदा मैले खूब साध्य मान्न जाइदो तोलो ऐसी उसी एरिया से तेरा संपर्क भिडियो तेरा संपर्क कुरा तेरा संपर्क सबै म थाहा छ तर तँसँग बात नभए पनि कैका भित्र बसी कैकी सोनीली तुले कैका घर मजा गरी कैका के गरी हम त्यो सबैतिर त थाहा छ तँ जाँडो मसँग के बकवास गर्दै अघि अरू के होइन दाजुभाइ हो होइन अब मैले फोन गरेँ ठिक छ कुराकानी भयो दाजु भेट्ने अब कुका धोचो नलिन अब कुका त हो अरे नले को नलिन होइन भनेर कुका धोच भन्नामा डाइरेक्टमा त्यही माधुरी सोध यो सलो गाई चिक्वाको चेलो यो गानाको लागि तेरो हिम्मत आथेन बेला मेरा कुका धोजोको नलिन तेरो हिम्मत होइन तेरी माका लेन्ड गाँड मारू तेरो कुका ये नेपालको राष्ट्रपति बेला प्रधानमन्त्री हो कि अरडो बदलेर करोड खालो आफ्नो कमालो आफ्नो लागि कमालो आफ्नो लागि खालो आफ्नो लागि कमालो मेरो लागि कमाउने हो अरूको लागि कमाउनु तेरो लागि कमायो त्यस्ता मुजी कुरा मसँग गर्दै हुनुहुन्न के म अहिलेसम्म न त त्यो डाइरेक्टमा सरी डाइरेक्टमा भन्नु नि म सबै दाजुभाइसँग कसैसँग रिसी इबी लिन दिनु कसैको कर्ज पर्ज म कसै आफ्नीमा चिनेसँग मलाई केही सम्पर्क पनि छैन होइन तर रिस मलाई धेरै रिस मनाउँछ त्यो पनि थाहा छ पैसा मद्रास त्यहाँ केरला भयो इन्डिया भयो जहाँ भयो केलाई मेरो हेतुको मिल्ने मान्छे उनले धर्म क्रिस्चियन बदलो या पाकिस्तानी बदलो या हिन्दुस्तानी बदलो या नेपाली बदलो तर मेरो हेतुको मान्छे हुनाले उयो डाइरेक्टमा बाजिकामा फोन त्यो मदर इज्जत मैले पढ्न नै भनेर यहाँ अथवा यो कुरा मलाई के समस्या पर्दछ कि कसो भयो तो डाइरेक्टमा बाजी उता कहाँ गया थी उदी हम उहिले देऊ हामीले छाड्यौँ उहिलाई